पिता पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वरलाई महिमा होस्। सबैलाई जय मसीह। आज म तपाईहरुलाई परमेश्वरको पवित्र वचनबाट येशू ख्रीष्टले हामीलाई 6 प्रकारका नरकहरूबाट बचाउनुहुन्छ भन्ने सम्बन्धमा परमेश्वरको वचनबाट केही कुराहरू बाँड्नेछु। तपाईले मैले बाँड्दै गरेको वचन बुझ्नलाई सन्त यूहन्नाले यूहन्ना 3:16 मा लेख्नु भएको वचन र सन्त मत्तीले मत्ती 11 अध्यायको 28 पदमा लेखेको वचनलाई तपाईले ध्यानसँग बुझ्नुपर्छ र अन्तमा प्रकाशको पुस्तक 20 अध्यायको 11 देखि 15 का पदहरू तपाईले बुझ्नुभयो भने अनि चाहिँ तपाईले येशू ख्रीष्टले हामीलाई कसरी 6 प्रकारका नरकबाट बचाउनुहुन्छ भन्ने कुरा बुझ्नुहुन्छ। दाजुभाइ दिदीबहिनीहरू हो, आज हामी एउटा अत्यन्त गम्भीर तर आशाले भरिएको विषयमा परमेश्वरको वचनबाट मनन गर्नेछौँ। येशू ख्रीष्टले हामीलाई 6 प्रकारका नरकबाट बचाउनुहुन्छ। पवित्र धर्मशास्त्रले नरकलाई मृत्यु पछिको दण्डको स्थानका रूपमा मात्र चित्रण गर्दैन। आज धेरै मानिसहरूले नरक भनेको मृत्युपछि एउटा दण्ड पाउने स्थान हो भनेर मात्रै कुरा गर्दै गर्छन्। तर परमेश्वरको शान्ति, प्रेम र उपस्थितिले ढाकिएको अवस्थालाई जनाउँछ। यो जहाँ पाप छ त्यहाँ अशान्ति हुन्छ, जहाँ परमेश्वरको अनुग्रह हराउँछ त्यहाँ अन्धकार हुन्छ। तर प्रभु येशू ख्रीष्टले यो संसारमा आएपछि उहाँले यहाँ जीवन जिउँदाखेरि हामीले जीवन पाऊँ र त्यो प्रशस्त मात्रामा पाऊँ भनेर उहाँले जीवन जिउनुभयो। यो कुरा सन्त यूहन्नाले यूहन्ना 10:10 पदमा लेखेका छन्। सन्त अथानेसियसले भन्नुभएको छ, परमेश्वर मानिस हुनुभयो ताकि मानिस परमेश्वरको अनुग्रहमा सहभागी हुन सकोस् भनेर उहाँले भन्नुभएको छ। यसैले येशू ख्रीष्ट पाप क्षमा गर्न मात्र आउनुभएको होइन मानवको, उहाँ मानवलाई जीवनका हरेक प्रकारका नरकबाट छुटकारा दिन बचाउन आउनुभएको हो भन्ने कुरा चाहिँ तपाईले परमेश्वरको वचनबाट सिक्न सक्नुहुन्छ। पहिलो कुरा, घरभित्रको नरकबाट येशूले बचाउनुहुन्छ। हाम्रो घर पनि कहिलेकाहीँ नरक जस्तो बनेको हुन्छ। त्यो भित्रको अवस्थाबाट येशूले हामीलाई बचाउनुहुन्छ। कतिपय घरहरू बाहिरबाट सुन्दर देखिन्छन् तर भित्र अशान्ति, झगडा, रिस, कटुता, क्षमाहीनताको व्यवहारले भरिएका हुन्छन्। पति र पत्नी बीच प्रेम हुँदैन, सन्तान र अभिभावक बीच आदर हुँदैन, परिवारमा प्रार्थना हुँदैन, परमेश्वरको भय छैन। यस्तो घर स्वर्ग जस्तो नभई नरक जस्तो अनुभव हुन्छ। तर येशू ख्रीष्टले यस्ता घरहरूलाई फेरि पुनर्स्थापित गर्न चाहनुहुन्छ र त्यही गर्नलाई उहाँ आउनुभएको हो। पहिलो कुरा येशूले भने, यहोशूले तपाईले याद गर्नुभयो भने यहोशू 24:15 पदमा 14 पदमा हामी पढ्छौँ। विशेष 15 लाई हेरौँ। उनले यसरी भने, म र मेरो घरना परम प्रभुकै सेवा गर्नेछौँ। जहाँ परिवारले सँगै प्रार्थना गर्छन्, जहाँ ख्रीष्टको सेवा र शान्तिले बास गर्छ, त्यहाँ चाहिँ परमेश्वरले आफ्नो उपस्थिति दिनुहुन्छ। सन्त जोन ख्रिस्टोटमले भन्नुभएको छ, घरलाई सानो चर्च जस्तो बनाऊ भनेको छ। हामीले जब चर्चमा गएर परमेश्वरको आराधना गर्छौँ, उहाँको शान्ति पाउँछौँ, त्यसरी तिमीहरूले घरलाई पनि बनाऊ भन्नुभएको छ। तब तिम्रो घरमा स्वर्गको सुगन्ध फैलिन्छ भन्नुभएको छ। यदि हाम्रो घरमा ख्रीष्टलाई स्थान दियो भने झगडाको स्थानले मेलमिलाप र रिसको स्थानमा क्षमा र अशान्तिको स्थानमा शान्ति आउनेछ भनेर हामीले सिक्न सक्छौँ। दोस्रो कुरा चाहिँ तपाईँ र मैले बुझ्ने दोस्रो कुरा चाहिँ के छ भने, शारीरिक दुःख र रोगको नरकबाट यसले हामीलाई बचाउनुहुन्छ है। रोग, पीडा, अशक्तता र दुःखले कति मानिसहरू दिनरात जलिरहेका हुन्छन् होला। तपाईँ विचार गर्नुहोस्, शरीरको पीडाले कहिलेकाहीँ मानिसको आत्मालाई समेत थकित बनाइदिन्छ। तर प्रभु येशू रोगीहरूको चिकित्सक हुनुहुन्छ। सन्त मत्तीले मत्ती 4:23 र 24 पदमा भने कि उहाँले सबै प्रकारका रोग र व्याधि निको पार्नुभयो। इस्टर्न अर्थोडक्स चर्चले शरीरलाई मात्र आत्माको मन्दिर मान्दछ। सन्त पावलले 1 कोरिन्थी 6:11 मा यसरी भने, त्यसैले प्रभुले आत्माको मात्र होइन सम्पूर्ण मानिसको उद्धार गर्नुहुन्छ भन्ने कुरा। सन्त बासिलले महानले भन्नुभएको छ,
रोगको समयमा पनि परमेश्वरले विश्वासयोग्य जनहरूलाई आफ्नो अनुग्रहको नजिक ल्याउनुहुन्छ। उहाँले कहिल्यै छाड्नुहुन्न। हामीले सम्झाउनुपर्छ प्रियजनहरू, कहिलेकाहीँ प्रभुले आश्चर्यजनक तरिकाले निको पार्नुहुन्छ, कहिलेकाहीँ सहने शक्ति दिनुहुन्छ र उहाँले कहिले आफ्ना सन्तानलाई एक्लो छोड्नुहुन्न। उहाँले सधैँ सँगै राख्ने कुरा गर्नुभएको छ। तेस्रो नर्क भनेको गरिबी र अभावको नर्कबाट पनि यसुले बचाउनुहुन्छ। म तपाईँलाई भन्छु, गरिबी भनेको पैसाको अभाव मात्रै होइन, आशा हराउनु गरिबी हो, सम्मान गुमाउनु गरिबी हो, भविष्यप्रति निराश हुनु पनि गरिबी हो। तर हाम्रो परमेश्वर गरिबीलाई हटाएर गरिबीबाट उठाउने परमेश्वर हुनुहुन्छ। तपाईँले पहिलो सामुएल 2:8 हेर्नुभयो भने उहाँले दरिद्रहरूलाई धुलोबाट उठाउनुहुन्छ र खाँचोमा परेकाहरूलाई खरानीको थुप्रोबाट उठाउनुहुन्छ भनेको छ। यसैया अगमवक्ताले यसरी लेखे, यसैया 66:12 म नदी झैँ शान्ति र जातिहरूको महिमा बग्ने खोला झैँ दिनेछु। सन्त एफ्रेम सिरियालीले भन्नुभयो कि गरिबी पनि परमेश्वरलाई धन्यवाद दिन सक्ने हृदय नै सबैभन्दा धनी हृदय हो भने, तपाईँ गरिब अवस्थामा पनि परमेश्वरलाई धन्यवाद दिनुहुन्छ भने त्यो तपाईँ आत्मिक रूपले धनी भएको व्यक्ति हो। ख्रिस्टले सधैँ धन दिनुहुन्छ भन्ने मात्र कुरा होइन, तर उहाँले आवश्यक कुरामा कहिले पनि कसैलाई कमी राख्नुहुन्न भन्ने कुरा महत्त्वपूर्ण कुरा छ। चौथो नर्कको कुरा चाहिँ यस्तो छ प्रियहरू, पापले भरिएको हृदयको नर्कबाट यसले बचाउनुहुन्छ। मानिसको सबैभन्दा ठुलो समस्या बाहिरी होइन, भित्र हुन्छ। प्रचारक मर्कुसले मर्कुस 7:21-22-23 भने दुष्ट, व्यभिचार, हत्या, लोभ, छल छाडापन, घमण्ड, डाहा आदि चाहिँ मानिसको हृदयबाट बाहिर निस्कन्छन् भनेर उनले भने। पापले भरिएको हृदय एउटा जलिरहेको नर्क जस्तै हो प्रियहरू। बाहिर मुस्कान भए पनि भित्र अपराध बोध, डर र अशान्ति हुन्छ। तर यसुले हाम्रो हृदयलाई नयाँ बनाउनुहुन्छ भनेर यहाँ लेखेको छ। इजिकियलको किताब 36:26-27 तपाईँ पढ्नुभयो भने त्यहाँ भन्नुभएको छ, म तिमीहरूलाई नयाँ हृदय दिनेछु र नयाँ आत्मा राखिदिनेछु। सन्त इसाक सिरियनले भन्नुभएको छ, आफ्नो हृदय शुद्ध गर्ने मानिसले स्वर्गको ढोका यही पृथ्वीमा देख्न थाल्छ भनेको छ। स्वीकारो युक्ति, पश्चाताप, प्रार्थना र पवित्र रहस्यहरूद्वारा प्रभुले हाम्रो हृदयलाई धोइदिनुहुन्छ। पाँचौँ नर्क भनेको चाहिँ प्रियहरू आत्मिक नर्कबाट यसुले हामीलाई बचाउनुहुन्छ। आत्मिक नर्क भनेको चाहिँ परमेश्वरसँगको सम्बन्ध टुट्नु हो। आदम र हव्वा पतनपछि उनीहरू पहिलोपल्ट आत्मिक नर्कमा परे। परमेश्वरको सङ्गति हरायो, शान्ति हरायो, आनन्द हरायो। तर येशूले त्यो सम्बन्ध फेरि पुनर्स्थापित गर्नुभयो। सन्त यूहन्नाले यूहन्ना 14:6 भने, बाटो सत्य र जीवन म नै हुँ। क्रुसले प्रियहरू स्वर्ग र पृथ्वीलाई जोड्ने काम गर्छ र त्यो जोड्यो येशू ख्रिस्टको क्रुसद्वारा। ख्रिस्टको रगतले परमेश्वर र मानिस बीचको दूरीलाई हटाइदियो। सन्त ग्रेगोरी नाजरियनले भन्नुभएको छ कि ख्रिस्टले आफूले नभोगेका कुराबाट चाहिँ निको पार्नु भएन, उहाँले सम्पूर्ण मानव स्वभावलाई ग्रहण गर्नुभयो ताकि सम्पूर्ण मानवलाई उद्धार गर्न सकियोस् भनेर। अनि यो आत्मिक नर्कबाट पनि येशूले तपाईँ र मलाई यसरी जोगाउनु हुँदछ। छैटौँ नर्क प्रियहरू मृत्युपछिको अनन्त नर्कबाट येशूले हामीलाई बचाउनुहुन्छ। सबैभन्दा अन्तिम र गम्भीर नर्क भनेको परमेश्वरबाट सदाको लागि अलग हुने अवस्था हो। प्रकाशको पुस्तक 20:11-15 हामीले पढ्न पाउँछौँ, जसको नाम जीवनको पुस्तकमा लेखिएको भेटिएन त्यो आगोको कुण्डमा फालियो भनेको छ। तर शुभ समाचार भनेको यो हो कि ख्रिस्टले मृत्युमाथि विजय प्राप्त गर्नुभएको छ। इस्टर्न अर्थोडक्स चर्चले चाहिँ पुनरुत्थानको समयमा घोषणा गर्दछ, ख्रिस्ट बौरी उठ्नुभयो, मृत्युद्वारा मृत्युलाई कुल्चनुभयो र चिहानमा भएकाहरूलाई जीवन दिनुभयो भनेर घोषणा गर्छ। यसकारण प्रिय विश्वासीहरू, हामीले जीवनमा धेरै प्रकारका नर्कहरूको अनुभव गर्न सक्छौँ। घरको नर्क, रोगको नर्क, गरिबीको नर्क, पापको नर्क, आत्मिक नर्क
तर अन्तत मृत्यु पछिको नर्क, तर यी सबैमाथि विजय दिने एउटा मात्र नाम छ, त्यो नाम हो प्रभु येशू ख्रिस्ट। उहाँसँग निरन्तर सङ्गति गरौँ, पवित्र बलिदानमा सहभागी बनौँ, प्रार्थनामा स्थिर रहौँ, पश्चातापी जीवन हामीले जिउँ। रोमीमा सन्त पावलले लेख्छन्, रोमी 10:9-10मा, यदि तिमीले यसुलाई प्रभु हो भनेर स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो भनी तिम्रो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार भयो। सन्त जोन क्रिस्टोटमले भन्छन्, उनको एउटा प्रसिद्ध भनाइ छ, हे मृत्यु तेरो विजय कहाँ छ, हे चिहान तेरो डङ्क कहाँ छ, जो ख्रिस्टमा रहन्छ उसले मृत्यु होइन अनन्त जीवन पाउँछ। सन्त पावलले यही कुरालाई उद्धृत गरे। परमेश्वरले हामी सबैलाई आशीर्वाद दिनुभएको होस्। हाम्रा प्रभुले 6 प्रकारका नर्कबाट हामीलाई यसरी बचाउनुहुन्छ, यसरी जोगाउनुहुन्छ। त्यस कारणले गर्दा म तपाईँलाई भन्छु, येशू ख्रिस्टले हामीलाई हर प्रकारका नर्कबाट पनि बचाउनुहुन्छ। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुहुन्छ। मसे